सन्चै छ खानु ल खाना चाहिँ खाएन अब खानालाई अब बहिनी बनाउनु खानालाई खाना बनाउनु हो त्यसो भए अमंग अस खेलौँ न त वाह भाइ तिमी साजल नेपालीलाई चिन्छौ भाइ भाइ बोल्नै छोड्यो त यार चिन्दिन रेटिङ त घटेको रहेछ त यस घटेको छ आज अमंग अस खेल्दैम न त अमङ्गस हुन्न क्या यस्तो ओए सेट म्याच मैले के गरेँ के भएन किन हुन्न अमङ्गसमा प्रब्लम छ क्या भाइ यस्तो हो क्या अमङ्गस खेल्यो भने होइन हामीहरू झुट बोल्न सिक्छौँ क्या होइन अनि मलाई चाहिँ तिमीहरूलाई झुटो बोल्न सिकाउनु छैन क्या हामी सत्यवादी हो क्या अरे यार केही छैन यता गयो भने त पिन र त नि म लिभ गरे डिस्कर्ड अनसब्स्क्राइब भने वाह 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 मलाई लाइभमा धम्किदिएर साथीहरू वाट्सअप दिपेन वाट्सअप केही छैन दिपेन अब त मेरो लाइफै नराम्रो भयो यार भाइले डिस्कर्ड लि भनिदिने रे यार म यहाँ अब के गर्ने छ्या अब लाइभ सकेर हल्लाउन जान्छु म यही टेन्सन मैले भयो हामीलाई त केही पनि हुन्न मलाई टेन्सन भयो यार तर कसरी हान्ने आउँदैन के मुठी डिस्कर्ड लिभ ए डिस्कर्ड किन अनेस्टी इज द बेस्ट पोलिसी यस मिस्टर बिलजी त्यही भएर तपाईँले 2000 भन्नुभएको थियो 2000 दिनुभयो मलाई अब मिस्टर बिलको तारिफ सधैँ हुन्छ क्या यहाँ जस्ट प्र्याङ्क बुद्धको स्मल भर्जन विशाल यस बुद्धले मैले त यार साँच्चै अमंग अस खेलौँ कि हजुर 3 दिन भयो खेलौँ भनेको अमङ्गस यस्तो के भाइ अमङ्गस खेल्थ्यो होइन अमङ्गस खेल्यो भने भ्युज घट्छ क्या साँच्ची भन्नुपर्दा अमङ्गस खेल्यो भने भ्युज घट्छ म अनेस्टली ओइ पाउँछ एक गेम ओइ पाउन चाहिँ टुडे फ्यामिली फ्रेन्डली स्ट्रिम ओइ पाउन छ आज फ्यामिली फ्रेन्ड ए मेरो होइन नि त पाहुना सो मैले त जे भन्यो नि पाएँ नि ब्रोको प्रगति सुरु भयो खुसी लाग्यो प्रगति ओरे थ्याङ्क यू आयुषजी भाइ तिमी दिउँसो कति बजी फ्री हुन्छ होला त त्यति बजी नै खेलौँ न ल तिमीसँग ल लाइभ नगरेको बेला हुन्छ कति बजे नि हुन्छ जति बजी नि हुन्छ हौ ल बिदा खाके मेरो भोलि बेलुका हुन्छ नि के अरे 4 बजे 5 बजे त साथीहरू जति अहिले जतिजना पनि हेर भोलि बेलुका 4 बजेदेखि 5 बजे डिस्कर्डमा आउनु होइन म त्यही पनि मेसेज पनि गरिदिन्छु मेन्सन हालेर एभ्रीबडी भनेर त्यो बेला आऊ ल अमङ्गस खेल्ने भयो ल म त जान्छु अमङ्गस खेल्यो भने होइन आज खेल्दिनँ म त लाइभमा खेल्दिनँ क्या उ गर्छु मिस्टर बिल चाहिँ तपाईँ नजानु तपाईँ जानुभयो भने त कहाँ मेरो त इन्कम सोर्सै रोकिन्छ नि के हो दाइ 18+ स्ट्रिम हो कि के हो 18+ स्ट्रिम होइन दाइ चाहिँ 18+ हो म चाहिँ 18+ हो तर 18+ स्ट्रिम चाहिँ 18+ होइन यो खाइदिउँ है किनकि यो नाइट धेरै अगाडि आयो तिमी चेस खेल्छौ कि खेल्दैनौ भन त सार्थक आउँदैन क्या त्यस्तो विधि अलिअलि त आउँछ होला नि अलिअलि हो त्यति अलिअलि आइपुग्छ क्या अब के थाहा मलाई सार्थक तिमी कति वर्ष अहिले 14 वर्ष 14 वर्ष होइन 14 वर्ष तिमीले अहिलेदेखि चेसलाई सिरियसली लियो भने त तिमी बन्न सक्छौ केही चेसमा विशाल सुध्रिसक्यो अब नो लङ्गर रेसिजम अलाउड इन च्याट के भने भाइ नेपालमा बसेर चाहिँ खै देखिन्न के अरे आमा झिस्केर भन्दै के भन्छ साँच्चै सिरियसली लिँदै क्या यो पछि खेल्ने हो र के खेल्ने एनिमे बोय यंगेस्ट वर्ल्ड च्याम्पियन हुने कि के थाहा हुन सक्छौ यस के थाहा मलाई रङ प्रुफ गरिदिन्छौ कि त्यसरी तिमीले मलाई रङ प्रुफ हान्यो भने त म त हाँसी म भन्दै हिँड्छु म रङ भएँ भनेर नेपालबाट कोही वर्ल्ड च्याम्पियन निस्क्यो भने के अरे ग्रान्ड मास्टर आयो भने त म त त्यो दिन बोलाउँछु यार त्यो दिन म रोइदिन्छु होला घरको यङ्गेस्ट च्याम्पियन चाहिँ हो खानु 20 लाइक पुग्यो छोड के क्यों गए
अजनबी की तरह हल्का सेन्टी है विशाल भिडियो के भयो भिडियोको के भयो ए भिडियोको यार खै इडिटिङ सुरु भएन त्यो भिडियोको त म आज त्यो साथीको छोरी बिराम भएर उता गएको थिएँ त्यही भएर साथीले घर छोरी लिएर हजुर चक्लेट दिएको दिन यति मेरो डेरीको भएको सट्टा नि 2 किलो के अरे उस लर गएर कि को हो भाइको चक्लेट दिएको दिन के अरे एउटा डेरी मिल्कको सट्टा ल ल ल जुत्यो त्यो भाइ कोसँग बोल्दै थियो यार साथीहरू ल अब म चाहिँ मेरो हल्का सानोतिनो खाना खान्छु है हल्का माइन्ड नगरौँ होला यहाँ जाम टु प्रोटेक्ट दिस अभियसली होइन अनि यसलाई त्यसले बचेर गीत बजाउ न हेलो के भइरहेको यहाँ किन यो भाइलाई के गर्यो घरमा को छिर्यो हाँसी पनि राख भाइ च्याटपटे जस्तो छ त चटपटे होइन यो करेन्ट हो कोहीको थुकाइरह होला सो प्लिज त्यो थुक निल्नुहोस् होला यसलाई पुस गर्दा नि हुन्छ मैले होइन पुसकै हानिदिउँ ल यसले यसलाई खान मिल्दैन किनकि यसलाई ट्रिपल प्रोटेक्सन छ अब कालो चितुवा के हो यार तिमी कसरी थाहा पाइरहेको म चिया पसल के भन्दा चिया पसल हल्का देखाएको थिएँ मैले वाट द फक कहाँबाट देख्यो यार यो मान्छेले मलाई म त को समुराई जस्तो कपाल यस्तो टक्क के अरे रगरले बानिएरी टक्क को ह्यान्डसम रहेछ भनेको त भात खान जानु को हो यहाँ के भनेर गयो भात खान जानु ट्रिपल प्रोटेक्सन ओ फेरि धैसेजी यार मेरो फ्यामिली फ्रेन्डली च्यानल हो क्या साथीहरू प्लिज लाइक द स्ट्रिम इफ यु हेभन्ट लाइक गइदियो ल कस्तो ट्रिपल प्रोटेक्सन भनेको चाहिँ 3टा लाउनु होइन 3टा लाउने होइन यहाँ यो पोनलाई 3टा प्रोटेक्सन के घोडाले पनि त्यसको बचेर कुरा पो भयो। घोडाले पनि बचेर क्विनले पनि बचेर हात्तीले पनि बचेर त्यो भने हाउ टु प्ले विथ यु जस्ट सेन्ड मी रिक्वेस्ट दिस इज माई युआइडी विशाल_ शेर्पा दिस इज माई युआइडी सेन्ड मी फ्रेन्ड रिक्वेस्ट ओइ कता घरमा गाली हुँदैछ कि के हुँदैछ यहाँ लफडा भइरह लफडा विशाल भाइ हजुर भात खान नगरे हो क्या छिटो जानु त ल मासा यो भाइ के भइरह यो भाइ पागल भयो क्या मोस खेल्नु नपाएर आउँदै ट्रोल हाने जस्तो गर्दै जाँदै भाइ सुनिरहेको छ होला तिमी पाचक हो यार पाचक यस हेलमेट अल्सो के हेलमेट अल्सो हि इज नट टकिङ अबाउट प्लेइङ चेस विथ यु हेलमेट पिल क्यालेन्डर फ्रम ऑल प्रोटेक्शन ए मेरे साथ खेलोगे हाँ भाई खेलेंगे यार भाई लोग अगर आप नए हो तो प्लीज़ चैनल को सब्सक्राइब कर देना और लाइक भी कर देना और तो क्या ही करोगे शेयर भी कर दो अगर आपका मन है तो हेरिरहेको छ 21 जना लाइक छ 9वटा गाइज प्लीज लाइक द स्ट्रीम इफ यू हैवंट लाइक खानु ब्रो यार भातै न भात खाऊ यार ब्रो यार अब भयो म्युट हानिदिन्छु मुझे बोल्दैन अब कस्तो हाँस उठ्यो यार हुन्छ अब के गर्छ यसले मुला अपोनेन्टै सातक अरू कमेंट भी कर देना हाँ भाई और कमेंट भी कर देना अरे थैंक यू भाई जेई एडवांस भाई आप जेई में टॉप मारोगे लाइक बढ़ाओ केटाओ दिपेन गुड दिपेन गुड गाइस प्लीज लाइक द स्ट्रीम नेपाली बोल्दा पनि इन्डियन आएको छ त अरे नोट क्लिकरले आउँछ नि यार बिकज वाइ नट मेक श्योर टु लाइक एन्ड सब्सक्राइब शेयर इज नट म्यान्डेटरी के अरे दाई अनि इन्डियन दाई चाहिँ खै इन्डियन दाई भनेको चेस गर्ला भने ए हिजोको त्यो
खोइ थाहा छैन यार। यो म्याच कस्तो हँसाए जस्तो लागेको कि यसलाई म अर्कोचोटि आयो भने त गाली हानौँ कि के हो? अनि मैले त्यसले बोलेको र बोलेको छैन योपालि त। त्यता चाहिँ गएन होला। यसो गरौँ न हामी उसमा जाऊँ त के अरे टक भन्ने जाऊँ त अब त्यो उसमा ओजी मेमोरमा। कस्तो भयो होइन? हेलो ल साथीहरू दाइ ल नेक्स्ट गेम मसँग है त। हुन्छ ल गाइस सब्सक्राइब गरेन भने प्लिज सब्सक्राइब गरिदिनु होला साथीहरू सबैजना मिलेर प्लिज साथीहरू। ट्याप ट्याप हानिदिनु पनि होला। ट्याप एकचोटि मात्रै सब्सक्राइब भने दुईचोटि गर्नु पर्दैन। लाइक चाहिँ 3 चोटि हानौँ। लाइक होइन लाइक चाहिँ 3 चोटि हान्नु यस किन एकचोटि 3 चोटि यस। दाइ हानिसकेको छ भने चाहिँ नहानौँ है 3 चोटि। के अरे लाइक हानिसकेको छौँ भने चाहिँ 3 चोटि नहानौँ भने के। दाइको ब्ल्याक ड्रेस मात्र छ हो अरू ड्रेस भाइको ब्ल्याक ड्रेस मात्र हो अरू ड्रेस देख्दिनँ त। मलाई ब्ल्याक कलर मनपर्छ क्या त्यही भएर क्या। त्यही भनेको मैले नै ब्ल्याक हुडीमै देखेको क्या। ए सेट त्यहाँ पनि ब्ल्याक है म ब्ल्याक मात्रै लाउँछु क्या। म घाममा हिँड्दिनँ नि त त्यही भएर ब्ल्याक लाउँदा हल्का सजिलो हुन्छ क्या। ठ्याक्क म स्कुटीमा थिएँ म त्यहाँको अर्को 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 चाहिँ को थियो यार? दिपेन दिपेनै जस्तो लागिरहेको थियो क्या मलाई अनुहार हेर्दा। दिपेनै थियो त्योमा। हाउ आर यु? आई एम फाइन थ्याङ्क यू वाट अबाउट यु? ओइ यस मैले भाइ मैले यहाँ क्या खतरा सेक्रिफाइस देखाएको छु यार। यो अरे अब त भएन यार केही छैन। अब यो सेट यो गर्न मिल्छ नि त अब त पिन भयो। दामी 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 रोरोनो जोरोनो ए नाम के अरे रोरोनो जोरो दामी रेड येल्लो ब्लू पनि लगाऊ बेला बेला भाइ। मलाई त्यस्तो लाउनै मन लाग्दैन क्या। मलाई कि त ब्ल्याक लाउँछु कि त व्हाइट लगाएर हुन्छु। अरू अरू कपडामा मलाई कस्तो ऊ लाग्छ। रेनबो झन्डा पनि लाउने होला स्ट्रिममा अब। ओइ त्यस्तो केही भनेन मिस्टर बिल्जी त यार हाम्रो स्पोन्सर हो यार। मिस्टर बिल्जी स्पोन्सर हो। स्पोन्सरले जे नि भन्न पाउँछ। स्पोन्सर चाहिँ तपाईँ जे नि भन्नु तर तपाईँ गाली दिनु मलाई। ओ सेट मोडले हटायो भने मोडलाई हटाइदिन्छौँ हामी। स्पोन्सरले जे पनि भन्नु पाउँछ। स्पोन्सरले यहाँ मुख छाड्न पायो। के अरे दाइ डिस्कर्डमा आउनु आउनु न खोइ म डिस्कर्डबाट हट्दिएको यार। अब म यहाँ भिडियो कलमा छु।